हेलो एन्ड नमस्ते गाइज, म चाहिँ राजकुमार अनि सुजय दोस्त बुद्ध दोस्त। हामी चाहिँ टक्क त्यो बिहान मर्निङमा आएको। आज चाहिँ 2083 सालको सुरुवात, नयाँ वर्ष, नयाँ सोच, नयाँ विचार, नयाँ उमङ्गको साथ भने जस्तै अब हाम्रो चाहिँ मिनी बडीमारिका भन्दै सुजीले चाहिँ चर्चा हिँड्दा छ। यो ठाउँमा यस्तो राम्रो भ्युज होइन, भ्यू छ, यस्तो कुलो पनि सर्लक्क गइरहेछ। टक्कदी कुलो छ, कललल आम्मा, यसको भ्यू त बबाल छ, बबाल। वी आर क्याप्चरिङ द बेस्ट सिन अफ मनहरी साथ मकवानपुरको यो ड्यामको रापाती साइडमा। यस्तो बबाल छ कि यो टाइपको राम्रो छ मिनी बडीमालिका होइन त। अब हामी के गर्ने, सुरुमा यसो पुसअप गर्ने अनि त्यसपछि यो गर्ने त नगर न त, ल म गर्छु। मिनी बडीमालिकाको हामी जा राख्यो नि त हो। सनसेट आयो भने त यहाँ त खतरा देख्दो रहेछ। काम आइरहन्छ भिडियो बनाएर हामी यसमा के साइडमा आइरहेछ। अब एक साइड
फाइनली गाइज यो चाहिँ 5 मिनटको सुट जस्तै भयो अब सक्यो अब चाहिँ म चाहिँ रेडी फर हामी चाहिँ अब त्यहीँ ल्याएर भनौँ कफी रेडी गरेर चाहिँ हामी चाहिँ अब यहाँनिर कफी रेडी गर्नु लाग्यो हामी यो चिनी आइज त खोइ बुद्ध यो थाप्नु के थाप्नु यो चाहिँ कफी नेस्केफको टक्क लगाएर अब कफीको भर्जिनी तोड्दैछु म के हो त्यो फाल्दैन त्यो माथिको ओहो त्यो फाल्नु हुँदैन यार डस्टबिनमा हाल्नुपर्छ कि पछि चाहिँ सम्झिरहेको है त याद भएको थिएन यस्तो चाहिँ हेर्दा चाहिँ पुरै त्यही फोहोर मात्रै देखिरहेको त दामी छ यहाँ है मेरो चाहिँ अलिक तरिकै फरक छ कि पहिले किन्नालो है 0 हो विथआउट सुगर हिजो यहाँ तिमीहरूले त्यो डबल सर्ट कफी कसरी खान्छौ है है स्वादै त्यही म त खान्न होला दोहोऱ्याएर अब त्यो अनि यहाँ चाहिँ किन चिन्नाल भने त यहाँ चिन्ना खाने के हुन्छ त्यस्तो खाएर त्यसले चाहिँ फाइदा डबल सर्टले है त्यो डबल सर्टले चाहिँ के छ फाइदा डबल सर्टले खै अलिक कडा हुन्छ अलिकति कडा भएन भने पानी नै चाहिने माछ कप चाहिँ अलिक सानो भयो यार है छुट्टी बनाएन यो दामी भयो म एउटा अलिक नजिक आइज नि यहाँ कफी खाएको भिडियो बनाउनु पऱ्यो क्या नजिक आइज न ए नजिकबाट देखाउनु पुरै भ्यूको भइसक्यो कि त्यो घोलेको देखा यहाँ चिनीहरू देखा हाम्रो कफी रेडी भयो है हाम्रो जुगाड कफी टक्कदी बारिस्टा सरले बनाउनु भएको छ जुगाड बारिस्टा छ अब ट्रिपल सर्ट है यो चाहिँ ट्राभलबाट ट्रिपल सर्ट हो यो त लास्ट बाग्लो भयो है त्यही त भनेको मैले के पनि हालेको भनेको मलाई यो कसरी खान्छ दुई कप खाने ल खोला हेरेर सिप्प खाने हो नि त र यसरी फाल्नु चाहिँ घोलेर हाले फाल्नु चाहिँ हुँदैन है खाँदै पनि मान्छे घरतिर लगेर फाल्नुपर्छ सब मुनि बस्दो रहेछ यार मान्छे घरतिर अब आइडिया अब होइन केटाहरूलाई सजिलो अलिक टाढा मान्छेले नटिमटाउँ फाल्नुभन्दा मान्छे टिम्ने ठाउँतिर फाल्नुपर्छ ढोकै अगाडि फालिदिएर हामी त अझ तर नदेखि देख्नु चाहिँ नदेखोस् फोहोरहरू छ भने घर अगाडि लगेर फालिदिनु कमसेकम लहड चाहिँ होइन नसुन्ने गरी दुईचोटि गाली गरेर भयो नि टिपेर त फाल्छ नि होइन त्यो उयो यसरी है तरिका चाहिँ कफी बनाउने पसलमा हो नि त अरू कप निकाल्दै यो कतिजनालाई यो के चढाउनुला कसलाई चढाएर लाने बनाउने गइसक्यो त्यो दायाहरू
यहाँ लिकेज भयो कि लिकेज अनि त्यसमा गर्नुहुन्थ्यो त त्यो अरू पनि निकाल्छ यहाँ पनि लिकेज भयो सेल यस्तो या 0.5 मा छ या कहाँ 1 मा यस्तो गर्न काली कुन चाहिँ लिएको छ यो यहाँबाट यसरी हाल्दैन त जे पनि सेकेन्डमा गएर बसिहाल्छ नि चम्चा नि अभाइलेबल छ चिनी त लुकाउनु हुँदैन होला है बिर्कोमा लागेको चिनीमा कसरी पैसा कमाउनु सत्यानाश पार्ला फेरि ल खाऊ खाऊ केटा हो यार कुन चाहिँ मलाई जुन चाहिँ खाइ नि होइन यत्रोमा कुन चाहिँ भन्न हेर्दैन ओइ घाम त माट्ने सम्धिवाला एक्सन हान्दैन त्यो होला छाती फुलाएर मोबाइल छ है साथी ल म फेरि सिक हुन्छ फेरि त्यो घाममा के अरे ब्याकग्राउन्ड सङ के अरे साह्रो खानु बोझ हान्दैन अलिकति घोडा खुम्चाएर आउँदैन मलाई त उताबाट फर्केर हान्द पुरै फर्किन हो अनि त्यो यतापट्टि दाहिने खुट्टा अलिकति खुम्चा अनि हान्दैन सट्ट ढल्केर ओ बुद्ध लादा यस्तो के अलिकति खुम्चा न त्यो त्यताबाट त राम्रो देख्दैन के के हुँदैन रु हो गया खाइदियो ल कफी सुरुप्प बनाइदिउँ ल गाइज ल कफी चाहिँ खानु आन्टी देखेर होला ल त्यही भएन ठिक छ हाम्रो यो त्यही हाम्रो ड्यामको मलाई के डबल बनाउँदा नि डबल पनि डबल भएछ है यो त चौबट भएछ ठिक छ पुरै मुखै मान्छे पुरै च्याउ तितो भएर चौबर सर्ट भएछ त यो त हाम्रो केटाहरूको लागि भनेर नि बनाएको यो सिमनलाई यो तिरसलाई यो विकासलाई यहाँ पनि छ अर्को कसलाई यो गौरवलाई पछि चप्पल दिने पार्टी लम्मै जिब्रो बोल्यो नि हो र पानी त बुल्तीको माछा लिएर नि पुरै एउटा भिडियो बनाएन म चाहिँ यहाँ